जेठ 15 गते काठमाडौँ एमालेको नियन्त्रणमा हुने। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ 11 गते एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्ष भेला कार्यक्रममा सम्बोधन गर्दै जेठ 15 गते काठमाडौँलाई नियन्त्रणमा राख्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। ओलीका अनुसार उक्त दिन 11 बजेदेखि दिउँसो 2 बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुने बताएका छन्। उनले आन्दोलनमा कुनै प्रोटोकल नहुने र प्रशिक्षणपछि 15 गतेको तयारी गर्नका लागि निर्देशन समेत दिएका छन्। सरकार मौन बसेका कारण राजावादीहरूले अनावश्यक फुर्ती गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइरहेको छ। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।